म हुँ रक्सी। मेरो कारणले तपाईको श्रीमानसँग दिनकै झगडा हुन्छ भने कृपया एक पटक मलाई हेरिदिनुहोस्। म तपाईको सौता त होइन, तर तपाईले पटक पटक मलाई छोड्न आग्रह गर्दा पनि तपाईको श्रीमानले मलाई छोड्न सक्नु हुँदैन। तपाई जतिको राम्री त पक्कै छैन होला, तर तपाई भन्दा रोमान्टिक छु, नसालु छु। तपाईसँग बिताउने दिनरात भन्दा मसँगको क्षणिक समय तपाईको श्रीमानलाई प्यारो लाग्छ। मलाई छुटाउने कोसिस गर्नु भन्दा मलाई आत्मसात गरेर मलाई कम गर्नेतिर लाग्नुहोस्, किनकि तपाईको श्रीमानले तपाईलाई छोड्न सक्नु होला, मलाई सक्नुहुन्न, किनकि मेरो आदत भएको छ, तपाईको भएको छैन। रेस्टुरेन्ट बारमा जानु भन्दा घरमै पिउने वातावरण बनाइदिनुहोस्। दिनकै पिउने बानी छ भने अबदेखि घरमै पिउनुहोस्, तर हप्तामा 2 पटक मात्र पिउनुहोस् भन्नुहोस्। हप्तामा 2 पटक पिउने बानी छ भने 1 पटक ह्याप्पी फ्राइडे बनाइदिनुहोस्। यसो गर्नाले साथीभाइसँग बसेर अनावश्यक पैसा खर्च गर्ने पनि कम हुन्छ, साथै अबेर रातिसम्म घर नआउने समस्या पनि हराउँछ। पैसाको पनि बचत, समयको पनि बचत। छोरो मान्छेहरू रक्सीको सहारा रमाइलोको लागि कम, मानसिक तनाव बढी भएको भएर नै लिने गर्छन्। यो फर्मुला अपनाउनु भयो भने तपाईको श्रीमानको म प्रतिको लगाव बिस्तारै कम हुन्छ। हरेक समस्याको समाधान झगडा हुँदैन। कहिलेकाहीँ श्रीमानको नराम्रो बानीलाई पनि आत्मसात गरेर गयो भने केही हदसम्म समस्याको समाधान निस्किन्छ। भिडियो मन परे लाइक, कमेन्ट, रिपोस्ट र फलो गर्नुहोला। धन्यवाद। हास्य र मनोरञ्जनको चौतारी, कमेडी चौतारी अफिसियल।